नमस्ते। म एक महिला, यो सत्य हो। महिला भनेको सृष्टिको सबैभन्दा सुन्दर सृजना अनि स्वयं सृष्टिकर्ता पनि। कसरी असत्य मान्न सक्थे र मैले यो कुरालाई। उस्तै शारीरिक संरचना, उस्तै समस्या अनि उस्तै भोगाई, उस्तै कोमल अनि नाजुक मानसिकता। अब सोचौँ न, एउटी महिलालाई बुझिदिने एउटा असल साथी अर्की महिला नभएर को हुन सक्छिन् त? हामी एउटा महिला भएर अर्की महिलालाई बुझ्ने हाम्रो बौद्धिक क्षमता कति हो त? उस्तै परिवेशमा उस्तै लगन, उस्तै परिश्रम अनि उस्तै झुकाव। कोही थोरै विजय हासिल गरेका अनि कोही थोरै कर्म, भाग्य, वास्तु र सङ्गतको तालमेल नमिलेर उपविजेता बनेका। अब यहाँ थोरै सफल हुनेको गल्ती के र कहाँनिर हो त? हामी हिजो एक अर्काको परिपूरक भएर नै एउटा गन्तव्यमा पुगेका होइनौँ र? किन आज थोरै पाइला अघि बढाएकाहरूलाई हेरेर रमाउन सकेका छैनौँ हामी? आज उसले तय गरेको बाटो अनि स्थान भोलि हाम्रा लागि मार्गदर्शन हुन्छ है भनेर किन सोच्दैनौँ हामी? सोही स्थानमा आफू हुँदा ठिक, अरू हुँदा बेठिक किन? आफू हुँदा आफ्नो परिश्रमले र अरू हुँदा अर्काको दयाले भन्ने नीच सोच किन? फलेको हाँगो ननुहेको कहाँ छ र भन्दै मौन बसेर, आउने झटारोहरू फल लागेको बोटमा त हो भन्दै बोटलाई नै चोट पुग्ने गरी निराधार प्रहार गरिएको झटारोलाई सहने सीमा कहाँसम्म? आफू सबै कुरामा सक्षम अनि बाँकी सबै असक्षम भन्ने हे भाव किन? महिला बीचको प्रेम जति ठुलो शक्ति कुनै पनि हुँदैन र महिला बीचको द्वन्द्व र खिचातानी जस्तो घातक नराम्रो पनि अरू कुनै पनि हुँदैन। एकपटक सोचौँ न, मनभित्र रहेका विकारका तत्त्वलाई जरै बाटो खेलेर फालौँ न। घुचेर होइन, सोचेर बोल्ने गरौँ न। महिला सफल हुनुमा पुरुषको नाम जोडेर हामी आफूले आफैलाई कमजोर बनाउन छाडौँ न। महिलालाई महिलाले नै हो अगाडि बढाउने भनेर मुक्त कण्ठले प्रशंसा गर्न सिकौँ न। आज त्यो त्यहाँ पुग्न फलानो र ढिस्काउन पुरुषको हात हो नि भनेर थारे हात लगाएर एउटा चिया पसलमा बसेर कपोल कल्पित कुरा गर्न बन्द गरौँ न। अब तिमी आफै भन त, तिम्रो अस्मिता र मेरो अस्मिता एउटै होइन र? अनि भोलि तिमी त्यही स्थानमा उभिँदा तिमीलाई अरूबाट कस्तो आशा गरेको हुन्छौ त्यो पनि सोचिहेर त। यस्ता गलत सोचमा खर्चिने समय, यस्ता फाल्तु गफका लागि गरिने फोन कलको समय र खर्च राम्रो कर्म र अध्ययनका लागि लगाउन है। आउनुहोस् न, फेरि एकपटक सबैजना हातेमालो गरौँ। पुनः हामी एकअर्काको परिपूरक बन्ने छौँ भनेर नतोडिने बाचा गरौँ न, हुन्न? भोलि तिमीले निर्माण गर्ने बाटोको अवरोध हटाउन म पनि बेल्चा बोकेर अवश्य आउनेछु। तिमीले तय गरेका बाटोलाई कुनै पनि भेलले नबिगारुन्, त्यसबेला म किनारामा बसेर पक्कै पनि भल काट्नेछु। प्रिय मेरा दिदीबहिनी साथीहरू, जब तिमी छटपटाउँछौ अनि तिम्रा मनहरू छटपटाउने छन्, हो त्यसबेला म पनि छटपटाउने छु। जब तिमी रुनेछौ अनि रुनेछन् तिम्रा आँखाहरू, हो त्यति बेला म पनि रुनेछु। जब तिमी टुट्नेछौ अनि तिम्रा सपनाहरू पनि टुट्नेछन्, हो त्यति बेला म पनि टुट्नेछु। जब तिमी तिम्रा ओसिला परेलीलाई उभानो बनाएर मुस्कानको लाली छर्दै उठ्नेछौ, चुट्नेछौ र आफूलाई चिनेर आफ्नो सोचलाई फराकिलो बनाएर गन्तव्यतिर लाग्नेछौ, हो त्यति बेला तिमी भन्दा
म खुसी हुनेछु। हो, त्यति बेला तिमी भन्दा म खुसी हुनेछु।